खप्परमा लेखेर ल्याएकै रहेछ कि केटोले। म हिजो विरोध गरे मान्छे हो के, त्यही त हिजो म हिजो सुदन गुरुङको धेरै विरोध गरे मान्छे के, मैले धेरै गहिरो सोच गरेँ के, एकदमै गहिरो सोच गरेँ। मलाई कता कता त्यो ऊ एकदम त्यो ऊ के एकदम त्यो निस्वार्थ मान्छे के, निस्वार्थ त्यो भित्र त्यसको छल कपट हुन्छ नि। मन्त्री छैन ऊ भित्र। सुदनको ठाउँमा अरू कोही गृहमन्त्री भइदिएर आउँथ्यो, यत्रो नै आउँदैन यहाँ भेट्नलाई। के मतलब त्यसलाई, के मतलब? तर छन्। सुदनको विगत हामीलाई पनि थाहा छ। सुदन कस्तो थियो, सुदन के भएको, सुदनमाथि कुन वज्रपात परेको थियो, त्यो हामीलाई पनि राम्रोसँग थाहा छ हामीलाई, होइन? तर त्यो भरेको घाउलाई हामी कोट्याउँदैनौँ के, कोटाउने मान्छे होइन। तर जुन हिसाबले जुन आयो नि यहाँ, त्यसले चाहिँ म यति खुसी भएको छु कि पुरै छोडिदिनुहोस् के। यस्तो छोरो, यस्तो भाइ, यस्तो दाइ, होइन, यस्तो छोरो हरेक घरमा जन्मोस् भन्छु के, हरेक घरमा जन्मोस् के भनिरहँदा छ नि। अब मैले त्यो मलाई त्यो उसँग लिनु छैन। मलाई त्यो मान्छेले फेरि ए यो त 2 जिब्रे रहेछ, यस्तो फेरि उस्तो फेरि भनेर भन्लान्, यहाँ एमालेको मान्छेले पनि गाली गर्लान्, होइन? तपाईँलाई सोध्न खोजेको के भने अब उहाँ त गृहमन्त्री फेरि हुनुभयो, फेरि अब जति पनि भ्रष्टाचारी छन् अथवा अनियमित जुनसुकै भनौँ न गलत कार्यहरूको चाहिँ फाइल खोल्ने भनेर भनिरहनु भएको छ। अब भोलि फेरि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पक्राउ गऱ्यो भने तपाईँ फेरि एमालेले आन्दोलन गऱ्यो भने त्यो आन्दोलनमा जाने कि नजाने? अब त कहाँ जाने, नजाने कहाँ जाने र कार्यकर्ता रासपाको। अब हिजोको दिनमा अब गइयो अलिकति बिग्रियो, होइन? अब भन्छ नि गल्ती त मान्छेबाट हुन्छ नि त, होइन? मान्छेबाट गल्ती हुन्छ, भुलचुक सुधार हुन्छ नि त। अब अनजानो भएको गल्ती जानी अनजानी भए पनि आरती रावललाई काहीँ न काहीँ त्यतिखेर चाहिँ गलत गरेछु जस्तो लाग्यो पछि लाग्यो के, पछि चाहिँ लाग्यो, होइन? तर मेरो भनाइ चाहिँ के छ भनेपछि कारवाही गरोस् भनेपछि 1 देखि लिएर 100 सम्म गरोस् के। एकलाई टिपेर कारवाही गर्ने अनि 100लाई टिपेर कारवाही गर्ने, बिचलाई छोड्ने त्यो होइन। परमर्श सबैलाई कारवाही गर्दै जाओस् के। सुशासनको सको सुशासन हुन्छ नि, सुको सुशासन त्यो कायम गरोस्। न्यायले पनि सुशासन न्याय सुनिश्चित गरोस् के, न्यायले पनि सुधार गरोस्। हामी सबै भनेको एउटा सडकको मान्छे हो। सबैभन्दा पहिले मेन कुरा अन्त के हो भनेपछि न्यायले सुधार होस्। यो भ्रष्ट न्यायाधीशहरू जति छन् नि, न्यायाधीशहरूको सम्पत्ति शुद्धिकरण हुनुपर्छ, हुन आवश्यक छ। सम्पत्ति के कुरा राख्नुभयो तपाईँले? आफ्नो चाहिँ पीडा राख्नुभयो? होइन, मैले चाहिँ राखिनँ। मैले किन राख्नु, म राख्दिनँ, होइन? अहिले मेरो ठाउँ छैन, ठिकै छ। अरू फेरि कुनै बेला भेट भएको छ भनेपछि म कुरा राखौँला। तर म आज चाहिँ के कुरा राख्छु, 2टा हात जोडेर हाम्रो प्रधानमन्त्री बालेन्द्र शाह भाइलाई के भन्छु भनेपछि, बालेन्द्र शाह भाइ र गृहमन्त्री